गाइस वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म जस्ट च्यानल मात्रै किन भन्दैछु भने यो भ्लग चाहिँ सायद म आज यो फर्स्ट भ्लग हुन्छ होला फेसबुकबाट, किनभने युट्युबमा चाहिँ के भन्छ त्यसो भ्युजहरू पनि आउँदैन, फेरि मान्छेले नै देख्दैन, त्यस्तो भयो क्या। त्यही भएर आज चाहिँ जस्ट एउटा ट्राईको लागि म रिभर साइड जाँदैछु। त्यसै सामानहरू छ ब्यागमा हो, हिजो बजार जाँदाखेरि के बोकेर लिएर आएको थिएँ, खानेकुराहरू चिप्सहरू के भयो, अहिले देखाउँछु। अन्त अहिले चाहिँ यसो सोचेँ अब छुट्टी छ, आज काम पनि छैन, आज छुट्टी छ, अनि रुममा बसिरहनु भन्दा बरु खोलातिर जाउँ न, यसो पानी खेलौँ भनेर चाहिँ निस्केको होइन। त्यो मेरो साइकल छ यहाँ, साइकलमा जान आँटेको। अन्त जस्ट एउटा स्टार्ट चाहिँ गरिराखेको मैले भिडियोको लागि, अब फेसबुकमा हाल्नु पऱ्यो भनेर। सो त्यही हो, म अहिले पोर्चुगलमा छु। पोर्चुगलको तपाईँहरूलाई खोला नाला डाँडा काँडा सबै देखाउँछु है त। ओके, स्टे ट्युन है गाइस। सो त्यही हो, अहिले यहाँ म यस्तो राम्रो दामी जग्गामा आएँ। कहाँनिर भने चाहिँ हेर्नु नि, भ्यू कस्तो दामी हरियाली छ क्या। यहाँनिर चाहिँ नभएको पनि पानी 2 हप्ता चाहिँ कन्टिन्यू पानी परेको क्या, त्यसले गर्दाखेरि यस्तो हरियाली भइरहेको छ कि कस्तो दामी देखिरहेको छ क्या। म चाहिँ कस्तो जग्गामा बस्छु भने चाहिँ म चाहिँ सिटीदेखि अलिकति 15 मिनट जस्तो टाढोमा बस्छु। अन्त त्यो टाढोमा बस्छु, अन्त म चाहिँ अब जहाँनिर काम गर्छु म त्यसकै अपार्टमेन्टमा बस्छु। अपार्टमेन्ट भन्दा नि एउटा भिल्ला नै छ, त्यो भिल्लामा बस्छु। अनि त्यही हो, यहाँनिर चाहिँ मान्छेहरूले बेसी जस्तो गाईहरू चराउने भन्ने, सायद यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ होला। गाई यहाँ गाईहरू चढ्दैछ। सो गाईहरू चढिरहेछ। त्यही हो, भ्यूहरू यस्तै छ, बस्ती एरिया जस्तै छ भनौँ न, बस्ती नै हो भिलेज एरियामा। अब भिलेज एरियामा पनि अब घरहरू त्यस्तो बेसी छैन। एउटा यहाँ पर कति 2 मिनटमा पुग्छु होला म, त्यहाँ एउटा घर छ। त्यस्तै हो, डिस्टेन्सहरू धेरै लामो डिस्टेन्सहरूतिर घरहरू बनाउँदो रहेछ यहाँनिर। फेरि यो म जहाँ बसेको छु त्यो चाहिँ अलिकति नेसनल पार्क एरिया पर्छ, त्यसले गर्दाखेरि चाहिँ बेसी कन्स्ट्रक्सनहरूको चाहिँ अब कन्स्ट्रक्सनहरू गर्नु दिँदैन। त्यसको लागि पनि उनीहरूले अब एउटा के भन्छ लाइसेन्स जस्तै, अब लाइसेन्स भन्दा नि एउटा के पर्मिट निकाल्नुपर्छ घर बनाउनुको लागि नि। अब त्यो पनि म्युनिसिपालिटीले नै डिसाइड गर्छ कि त्यो जग्गामा घर बनाउनु सक्छ कि सक्दैन भन्ने, त्यस्तो हुँदो रहेछ यहाँको रुल चाहिँ है, रुल एन्ड रेगुलेसन भन्ने कुरा। सायद जहीँ पनि नेसनल पार्कतिर त त्यस्तै हुन्छ होला सायद रुल। अनि एनिवे त्यही हो, अहिले चाहिँ म यहाँ यस्तो ठाउँमा आएँ कि जसमा चाहिँ हरियाली देखेँ नि त, त्यही भएर एटलिस्ट एउटा भिडियो गरिराख्नु पऱ्यो यहाँ पनि भनेर चाहिँ, अन्त त्यही भएर गरेको है त। ओके, अहिले म बाटोमा भ्यूहरूतिर जानुहोस् है त, रोडहरू कस्तो छ के छ। ओके गाइस। सो गाइस, अब चाहिँ हामी खोला जानेपट्टि बाटो आइपुग्यो, खोला जाने बाटो आइपुग्यो। यो ठाउँबाट चाहिँ खोला जानुपर्छ। सो गाडी हेर्नुपर्छ यता र उता, सट्टै लाग्यो। रफ रोड छ तर ठिकै छ, रफ रोडिङको लागि माउन्टेन बाइक छँदैछ। अब भ्यू हेर्नुहोस् तपाईँहरू, भन्नु तपाईँहरूले भनेको घर चाहिँ यही हो। अब यहाँ मान्छे चाहिँ बस्दैन अहिले चाहिँ हो,
जस्ट बनाइ चाहिँ राखेको छ। धनी मनीहरू त्यही हो नि, अब लिस्बनमा गएर बस्छ, काम उतारको लिस्बनतिर हुन्छ। यहाँ सिटी एरिया कन्ट्री साइडमा चाहिँ अब एउटा घर बनाउँछ। घर चाहिँ के को लागि बनाउँछ भने चाहिँ उनीहरू विकेन्डमा चाहिँ रमाइलो गर्नुको लागि आएको हुन्छ क्या, जस्ट एउटा रमाइलो गर्नुको लागि। तपाईँहरूले यहाँ यो घर देख्न सक्नुहुन्छ, सानो घर छ, चडक्कै छ, बनाउँदैछ, कम्प्लिट भइसकेको छैन होला। त्यही हो है त, यस्तै छ नजारा चाहिँ, हल्का फुल्का। भिडियो कस्तो हुन्छ पनि भइहाल्छ, रातले पक्रिहाल्छ। You my pumpkin, pumpkin, hello honey bunny, feeling something, something, hello honey bunny. Woohoo! कोही छैन क्या यहाँ छेउछाउतिर, एकदमै रमाइलो छ जग्गा। खोला छेउतिर यहाँनिर चाहिँ विशेष त ओलिभ ट्रिजको खेती हुन्छ, ओलिभको। यहाँ बस्ने जग्गा रहेछ, यहाँ चाहिँ बस्नुपर्छ। दामी रहेछ रिभर पनि, अहिले त निकै ठुलो भएछ पानीले गर्दा, पानी परेकोले गर्दाखेरि दामी भएछ रिभर पनि। वाउ, मलाई चाहिँ के याद आयो भने चाहिँ नि, यस्तो रोडहरू देख्दाखेरि नि हाम्रो गाउँठाउँको आऊ झन्डै लडेँ, हाम्रो यो गाउँठाउँको रोडहरू क्या जस्तै लागेको नि। यस्तो मलाई त्यही याद आयो क्या, अब यस्तो सिक्किममा मजाले साइक्लिङ गर्दै कहाँ यार कस्तो दामी नेचर छ यहाँ, इन्भाइरोमेन्ट कस्तो दामी छ, फ्रेस एयर छ क्या, एकदम मनपर्छ त्यो। सायद म सिक्किम आउँदा नि म यस्तै गर्छु होला सायद है त। मलाई एकदमै 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 मलाई यस्तो एरिया मनपर्छ, किनभने पहाड देख्ने बित्तिकै मलाई चाहिँ अलिकति सिक्किमको भाइ पाउनु थालिहाल्छ क्या। अब एकखेप म सिन्त्रा भन्ने ठाउँ छ एउटा पोर्चुगलमै, सिन्त्रा भन्ने ठाउँ छ, सिन्त्रा A to Z सिक्किमकै भाइ पाउँछ क्या, सिक्किम दार्जिलिङको भाइ पाउँछ। सो त्यही हो, म कुनै दिन सिन्त्रा गएछ भने म त्यहाँको नि भ्लग बनाउँछु। मैले सायद बनाएँ कि बनाएन थाहा भएन, बिर्सेँ मैले। एनिवे बनाएको छुइनँ भने म फेरि नै बनाउँछु, बनाएको छु भने पनि त्यो म तपाईँहरूलाई देखाउँछु फेसबुकमा। त कतिजनाहरूले मेरो युट्युब भिडियोहरू हेर्नु भएको छैन होला, हेर्नुहुन्छ भने म लिङ्क पनि राखिदिउँ होला, कि नभए मेरो फेसबुकमा गएर तपाईँले लिङ्क क्लिक गरेर जानु पनि सक्नुहुन्छ। अनि त्यही हो, म खोला पुग्नु आँटेको छु, अब पुगिसकेर अन्त म देखाउँछु नि है कस्तो छ भने। त्यस्तो ठुलो खोला पनि छैन, अब मेरो लागि चाहिँ ठुलै हो, किनभने मैले त यो सुक्खा पनि देखेको नि त। एउटा घटना चाहिँ के भएको थियो भने, घटना अब सिचुएसन के भएको थियो भने, म फर्स्ट अब 2023मा मार्चमा आएको थिएँ। मलाई चाहिँ हिँड्नु ओर्नु यताउता जानु मन परिहाल्थ्यो, अनि म हाइक गर्नु गएको थिएँ नि त, यहाँ आएको थिएँ रिभर साइडमै, म्याप हेर्दै आएको, मलाई थाहा थिएन बाटो कहाँ हो भनेर। अनि आएँ, म्याप हेर्दै हेर्दै आएँ, म चाहिँ ठाउँमा पुगेँ, खोला यहाँ छ भनेर देखाएँ, तर खोलै छैन क्या, सुक्खा। अनि फेरि म त होइन यो होइन क्या, अर्कै ठाउँ हो क्या हो भनेर म अर्को ठाउँ पनि जानु कोसिस गरेँ, फेरि लोकेसनले त यहीँ देखाउँछ, अन्त खोलै छैन क्या, कस्तो फन्नी लागेको नि अब त्यो कुरा चाहिँ। एनिवे त्यही हो, अब म चाहिँ खोलापट्टि जाँदैछु, म देखाउँछु है त तपाईँहरूलाई कस्तो छ भनेर। सो गाइस, म चाहिँ खोला भएको ठाउँमा आइपुगिसकेको छु। हेर्नु न कस्तो राम्रो जग्गा छ क्या, शीतल परेको रमाइलो खालको। ए यहाँ माथि यहीँ सानो रिभर रहेछ, यहाँ कुलो भनौँ न। अनि यहाँ माथि देख्नु हुँदैछ केभहरू रहेछ क्या, यहाँ माथि जस्तै जुम गर्दा देख्नुहुन्छ हुँदैन, सानो सानो केभहरू रहेछ।
हो त्यही हो म पुगिहालेको अब 30 सेकेन्डमा म पुगिहाल्छु त्यहाँ है त म पुगेर रिभर देखाउँछु तपाईँहरूलाई अनि त्यसको बादमा म भयो भने ट्राई गर्छु माथि जाने पनि है त ओके यहाँको मान्छेहरूले इङ्ग्लिस बोल्दैन कि त्यसले गर्दाखेरि कम्ती प्रब्लम हुँदैन त म अहिले बोल्ने ट्राई गरेको कि इङ्ग्लिस नफाला इङ्ग्लिस भन्दा अन्ली पोर्तुगिज अरे हो त्यस्तै हो यहाँ अब आफू पनि पोर्तुगिज सिक्नुपर्ने हो त्यो अब आफूले चाहिँ बुझ्नुपर्ने कुरा हो तर अब अलिकति डिफिकल्ट हुन्छ मलाई चाहिँ सिक्नुको लागि म तर सिक्छु कुनै न कुनै दिन सिकिन्छ होला पोर्चुगलमा बसेपछि सिक्नै पऱ्यो होइन त्यही हो मेरो यहाँ छ साइकल होइन मेरो पनि गाडी छ भन्ला जस्तो होला हल्का बिटी ठोक्नु त भएको छैन होला त्यही हो हुन्छ होला नि त कुनै दिन गाडी बङ्गला सबै कुरा हुन्छ बी पोजिटिभ अहिले साइकल लिएर हिँड्दैछु पछि बाइक गाडी सबै लिएर हिँड्छु त्यही हो अब म सायद अलिक शीतल ठाउँ खोज्छु नेटवर्क भएको ठाउँ अन्त यसो फोन चलाउँदै बस्छु हो के खाँदै त्यही हो है ओके स्टे ट्युन अझै छ म त्यो केभमा जानै चाहिँ हेर्दै गर्नुहोस् होला त्यो केभमा के छ कसो छ मलाई थाहा छैन त्यहाँ चाहिँ दुम्सी भने कि चमेरा भने कि के भन्यो त्यहाँनिर बस्छ अरे हेरौँ न के बस्दो रहेछ है अब चाहिँ के हो बुझ्छु न पछि आउँछु सरी है अब चाहिँ म चाहिँ भरे अहिले एकछिनबाट मात्रै आउनु पऱ्यो खोलामा किनभने मलाई त्यो त्यहाँनिर मान्छे छ तर बोलेन भने चाहिँ मलाई एकदमै अप्ठ्यारो लाग्नु थालिहाल्छ कि त्यही भएर म चाहिँ साइड लागिहाल्छु मलाई त्यो ठिक पनि लाग्दैन अब इङ्ग्लिस भन्ने कुरा त अब वर्ल्ड सबैले बोल्ने कुरा हो नि त इङ्ग्लिस त अब उनीहरू सानो फुच्चे केटाकेटीहरू पनि होइन कि जसलाई चाहिँ इङ्ग्लिस अब बोल्नु पनि आउँदैन भन्ने मान्छे होइन एकदम एडल्टहरू हो अब लगभग त्यही 35 होइन 40 समथिङको होला त्यही हो अब त्यस्तो मान्छेहरूलाई अब इङ्ग्लिस नफाला पोर्तुगिज मैले चाहिँ नफाला पोर्तुगिज भने नि त नफाला पोर्तुगिज भनेको चाहिँ मलाई पोर्तुगिज बोल्नु आउँदैन भनेको नि त त्यति मात्र थाहा छ मलाई अनि इङ्ग्लिस नफाला इङ्ग्लिस भन्यो नि त अन्त त्यसले गर्दाखेरि चाहिँ मलाई ठिक लागेन बस्नु त्यही भएर चाहिँ म चाहिँ साइड लागेको अहिले भरेभरितिर आउँछु पानी खेलाउँछु चिसो टाउको साउको भिजाउँछु त्यहाँदेखि चाहिँ राखिदिन्छु तर अहिले चाहिँ म कहाँ जाँदैछु भने म कहीँ बस्छु होला म शीतल ठाउँमा एउटा बस्छु खोजेर कि माथि त्यो केभ भएको ठाउँमा जान्छु होला अन्त त्यही हो त्यहाँदेखि भ्यू देखाउँछु म तपाईँलाई है त ओके सो गाइस मैले चाहिँ म माथि यहाँ माथि जानुको लागि चाहिँ बाइक लुकाउने ठाउँ चाहिँ यहाँ भेटेँ धना बाइक पनि हरिएछ हुन त चोर्नु त कसैले चोर्दैन र पनि एउटा हुन्छ नि लुकाइरहेको छ भने चाहिँ ढुक्क हुन्छ आई होप माथिदेखि पनि देख्छु होला भनेर हेरौँ म अब यहाँ बाटो खोज्नुपर्छ कहाँदेखि जानु यस्तो छ जङ्गल अन्त सानो 6-7 वर्ष हुँदाखेरि
फर्स्ट टाइम हातमा फोन आएको थियो कि एकजना दाजु हुनुहुन्थ्यो अनि हामी 3जना अब मा होइन अनि एकजना दाजु म अनि एकजना कुनैको पनि थियो मिलेर चाहिँ हामी म्यान भर्सेस वाइल्डको भिडियो सुट गरेको थियो त्यो दिमागमा आइबस्यो क्या सानोको रमाइलो पलहरू त्यही अब यहाँ हेर्छु अब जग्गा खोजेर म उकालो जान्छु है त गाइस मैले बाटो भेटिनँ कि अनि दिमागमा एउटा यस्तो कोटेसन जस्तो आयो के भने जिन्दगीमा अरूले बनाएको बाटो मात्रै कुद्यो भने रह्यो भने सबैजना एउटै हुन्छ क्या आफूले बाटो खोज्नु पनि पर्छ क्या अरू थोक अरू जग्गा अब पोसिबिलिटीहरू हेर्नुपर्छ क्या कहाँबाट आफ्नो चान्स छ कसो के भन्ने भन्नुको मतलब चाहिँ अरूले जस्तो भन्यो जस्तो गर्यो आफूले पनि त्यस्तै गर्नुपर्छ भन्ने छैन क्या आफूले आफ्नो थर्डलाई पनि एकखेप ट्राई गर्नुपर्छ क्या आफूले सोचेको कुरा पनि ट्राई गर्नुपर्छ क्या जबसम्म ट्राई गर्दैन तबसम्म आफूलाई थाहा हुँदैन क्या त्यो कुरा कतिको सही हो र कतिको गलत हो भन्ने कुरा फर्स्ट आफूले ट्राई गर्ने हो अन्त मात्रै डिसिजन गर्ने हो अरूले भनेको कुरामा चाहिँ सुन्नु हुँदैन यसले यस्तो भन्दै थियो सायद हुँदैन पो होला हौ ला यसले त गरेको थियो अब मैले गर्दा नि हुँदैन होला हौ भन्ने हुन्छ नि त कतिको मान्छेको दिमागमा त्यो होइन क्या आफू पर्सनल्ली म र तपाईँहरूको अब मैले तपाईँहरूको हेरेर मैले आफ्नो करियर चेन्ज गर्नु मिलेन नि त कि भए आफ्नो मेरोमा पो त्यो लेखेको छ कि त्यो करियर राम्रो त्यो हुन्छ कि थाहा छैन अब तपाईँहरूले बुझ्नु भएन मैले पनि भन्नु अलिकति मिलाएर भनिनँ त्यही हो बुझ्दै गर्नुहोस् होइन बुझ्नेहरूले कमेन्ट गर्नुहोस् बुझ्नु भएन भने पनि कमेन्ट गर्नुहोस् म कल गरेर मेसेज गरेर पनि सम्झाउँछु त्यही हो हेर्नुहोस् बाटो यस्तो छैन बाटै कोही हिँडेको छैन म मात्रै होला यो कुरा हिँडेको अर्काको जमिनमा होला त्यो बाटो खोज्दै जानुपर्छ है अहिले म माथि पुगेर भिडियो गर्छु है पुरा गरम भयो मैले के भने आफूले ट्राई त गर आफूले सोचेको कुरा गर्नु सक्छ आफूले जबसम्म कोसिस गर्दैन तबसम्म गर्नै सक्दैन क्या गर्दै त गरेको स्टार्टै त गरेको हुँदैन गर्नु कसरी सक्छ होइन पहिला स्टार्ट गर्यो अन्त मात्रै डिसिजन गर्ने हो क्या कि प्रफिटेबल छ गर्नु सक्छ कि सक्दैन हेर्नुहोस् म आइपुगेँ त के भएको ठाउँमा यस्तो हुनुपर्छ है थाहा छैन अब मैले पनि त्यो रुल फलो गर्दैछु कि छुइनँ जस्तो म पनि स्योर छुइनँ र पनि म अलवेज यो कुरा चाहिँ माइन्डमा राखिरहेको हुन्छ क्या सबैले गरेको काम आफूले अरूले गरेको कामहरू त्यसमा उनीहरू सक्सेस भएन भने आफू पनि हुँदैन भन्ने चाहिँ होइन क्या आफू पनि गर्नु सक्छ र आफूले पनि ट्राई गर्यो भने जे पनि गर्न सक्छ क्या त्यही हो है म अब त्यहाँ पुग्छु अनि देखाउँछु कस्तो छ के मलाई पनि थाहा छैन गहिरो देख्छु यहाँ त गहिरो देख्छु है म पुगिहाल्छु पहिला यहाँ नेचरले पनि कति बेसी इक्जाम्पल दिएको क्या जति कुरा देखेँ त्यति बेसी भन्नु मन लाग्दो रहेछ अन्त भिडियो बनाइहाल्छु के भन्छ त्यो आफूले गर्नु खोजेको कुरामा धेरैवटा काँडाहरू आउँछ क्या धेरैवटा प्रब्लमहरू आउँछ नि त जस्तै यो पनि एउटा काँडा हो मलाई जानुमा रोकिरहेको छ तर भने त्यसलाई चाहिँ अब काटेर हुन्छ कि पन्चाएर हुन्छ कि कसरी हुन्छ आफूले चाहिँ ट्राई चाहिँ गरिरहनु पऱ्यो क्या छिर्ने भन्दा यसरी चिल्छ क्या लाइफमा नि त्यही जस्तो लाग्छ मलाई चाहिँ लाइफमा नि त्यही रुल फलो हुन्छ जस्तो लाग्छ कतिवटा मान्छेहरू आउँछ तल झार्ने खुट्टा तान्नेहरू तर खुट्टा तान्नेलाई लात्तीले दिएर तल झारिदिनुपर्छ क्या भिरबाट त्यही हो है चेक दिस आउट यस्तो चेक दिस आउट घामले गर्दा क्लियर देखेन है ए केप चाहिँ त्यस्तो ठुलो चाहिँ रहेन रहेछ ठिकैको छ तर मलाई बस्ने लाइकको रहेछ त्यही हो आई होप नेटवर्क आओस् भ्यू हेर्नु नि हो भ्यू अब यसमा बस्नुपर्छ
यहाँ बस्नुपर्छ अनि बसेरै खानुपर्छ। चमेराको थुक्क स्वालो पो रहेछ चमेरा भनेको। स्वालोको हेर नि कस्तो मजाले बनाएको यहाँ, खोर कस्तो दामी बनाएको। त्यही हो है, साइकल ऊ तल चाहिँ मैले देखिरहेको छु यहाँ तल, तपाईँहरूले देख्नु भएको छ कि छैन त्यही हो है। अब म एकछिन बस्छु, नेटवर्क आउँछ आउँदैन थाहा छैन। अब नेटवर्क आयो भने पनि राम्रो, छैन भने पनि ठिकै छ। त्यही हो, मैले तपाईँहरूलाई केप देखाइहालेँ। यहाँ पर पनि छ नि, तर अब यति हो, यो चाहिँ ठुलो केप हो, त्यही भएर यो चाहिँ देखाइदिइहाल्यो है त। ओके, अहिले फेरि बाइचान्स म पर पनि जान्छु होला, हेर्दै गर्नुहोस् मेरो भिडियो है। ए गाइस, म चाहिँ यहाँ बसिरहेको छु, कस्तो मजाको फिल भइरहेको छ कि यहाँ बसेर। शीतल पनि छ, यहाँ घाम लागिरहेको छ, मजाले घाम लागिरहेको छ। चेक दिस आउट, घाम लागिरहेको छ मजाको। म बसिरहेको छु शीतलमा, पानी छ साथमा, मिठाई। म तपाईँहरूलाई यो खानेकुरा देखाउँछु। म यो अघिदेखि खाँदै थिएन किनभने भोक लाग्यो नि त मलाई, प्रिङ्गल्स। अनि यो मिठाई त मेरोमा हमेसै हुन्छ ब्यागमा, किनभने म चुपर के खान मन लागिरहेको हुन्छ हो। अनि यो चाहिँ कहाँको पो थियो, फ्रान्सको होला यो, फेमस फ्रान्स हो कि इटली कहाँको फेमस मिठाई हो। एकदम मिठो हुन्छ यो चक्लेट, एकदम मिठो मिठो, मेरो चाहिँ फेभरेट हो यो। के लेखेको छ यहाँ, ए स्विजरल्यान्डको रहेछ है, तपाईँहरूले हेर्नु सक्नुहुन्छ, स्विजरल्यान्डको रहेछ, एकदम मिठो। यो चाहिँ होला फ्रान्सको यो चाहिँ के हो भने चाहिँ पिनट जस्तै हो, तर यो चाहिँ बिस्किटको पिनट हो, यो बिस्किटको पिनट हो, एकदम मिठो हुन्छ, लत लागे जस्तो। अन्त यो चाहिँ तपाईँको स्विट बिस्किट हो। अनि यो प्रिङ्कल्स हो, त्यति ल्याएको छु। अन्त यहाँ साथमा पानी छ, त्यति कुरा लिएर आएको छु। अनि त्यो अब यो खाँदै भ्यू हेर्दै हो, अन्त त्यही हो। अन्त एकछिनबाट चाहिँ म निस्किन्छु, जाँदाखेरि भएन म अर्को बाटो जाउँ कि भनेर सोच्दैछु कि, अर्को बाटो गएछ भने म भ्लग बनाउँछु नि है। अर्को बाटो गयो भने चाहिँ मजाको पनि छ जग्गा चाहिँ, तर अलिक साह्रै बेसी उकालो छ। अहिले ओह्रालो झरेछ भन्दा बेसी उकालो छ कि, ओह्रालो झर्दाखेरि जति उकालो हुन्छ नि अब जाँदा त्योभन्दा डरलाग्दो उकालो छ क्या। त्यसले गर्दाखेरि भयो भने चाहिँ म जान्छु जाँदिनँ कन्फर्म छैन, हेर्दै गर्नुहोस् मेरो भिडियो। अब म बाइचान्स गइनँ भने चाहिँ म त्यतिकै एन्ड गरिदिन्छु माथि रुम पुगेर। त्यही हो है। ओके गाइस, म अब खाँदै गर्छु, अब खाँदै भ्यू हेर्दै गर्छु है त। ओके, सी यू। खानै नगर माया तिम्रै लागि, म तिमीलाई छोड्ने मेटिने गरी ता छैन कि मैले जस्तै तिमी सम्झिरहेछौ मलाई, कि भुलिदिन्छौ कि तिमीले म। सो गाइस, म चाहिँ आइपुगिसकेको छु रोडमाथि, अनि त्यही हो, रोडमा आइसकिसकेको छ। माथि बस्दा बस्दा मजा आयो, एकछिनमा शीतल खाएको भइरहेको थियो। अन्त त्यही हो, अब चाहिँ साइकल भएकोपट्टि जाँदैछ। त्यही हो। एनिवे आजको दिन चाहिँ एकदम 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 रमाइलो भयो, प्रोडक्टिभ डे भयो। केही कुछ गरेँ मैले, अन्त
केही हेर्नु पाएँ, केही सिक्नु पाएँ, केही देख्नु पाएँ होइन। एउटै कुरा हो देख्नु र हेर्नु है इग्नोर गर्नु होला त्यो। अनि के भन्छ भने अनि त्यही हो, गाईको हातमा छ पानी छ, पानी एकदम खानुपर्छ। यस्तो घाम लागिरहेछ। फेरि साइकल निकाल्नु जाँदैछु, मेरो साइकल त्यहाँ छ। अनि जानुपर्ने भनेको यस्तो उकालो छ, यो त अहिले देख्दा त तेर्सै देख्छ कि, अनि माथि माथि छ नि ओह्रालो आएको, अब उकालो जानै पर्यो होइन, केही छैन। सकिनँ भने म डोर्याउँदै जान्छ है त। अब म एकैचोटि म पुगेर भिडियो बनाउँछु है त। ओके सो हेलो गाइस, त्यही हो। के भन्छ भने म चाहिँ भ्लग गर्न पाइनँ आउँदाखेरि, किनभने मेरो ब्याट्री लो भयो होइन। ब्याट्री लो भएपछि त्यसको बादमा घर आएँ, फोन हेरेको, फोन त एकदम स्विच भइरहेछ हो, फोनै अफ भइदिइरहेको रहेछ। अनि चालै पाइनँ मैले, त्यही भएर चाहिँ अब अन्त मैले फोनहरू चार्ज गरेँ हो, त्यहाँदेखि नुहाइँदै गरेँ। त्यहाँदेखि चाहिँ म फोन चार्जमा राखेर चाहिँ ल्यापटपमा आधी उधी भए पनि यो एडिट गर्दै थिएँ क्या, किन एडिट गर्दै थिएँ अलिअलि भए पनि। त्यहाँदेखि त्यही हो। अब आजको लागि यति नै हो। आई होप तपाईँहरूलाई मन पऱ्यो होला। मन पऱ्यो भने यसो लाइक सेयरहरू गरिदिनुहोस् होइन। लाइक सेयर अन्त कमेन्ट पनि गरिदिनुहोस् होला, के सजेसनहरू दिनु सक्नुहुन्छ होइन। ओपन छ कमेन्ट। सो त्यही हो गाइस, थ्याङ्क यू फर वाचिङ है। ओके, सी यू इन अ नेक्स्ट भ्लग। कहिले हुन्छ थाहा छैन तर